सरिता मिस, ओ सरिता मिस, तपाईले मेरो माया कहिले बुझ्ने? मैले तपाईको लागि के गरिन? तपाईको स्यालेरी बढाइदिए, तपाईको बर्थडेमा आइफोन 16 प्रो गिफ्ट दिए। हुँदा हुँदा तपाईको त्यो लफङ्गा भाइ जसलाई खान र हग्न बाहेक केही आउँदैन त्यसलाई पनि जागिर दिए। यति गर्दा पनि तपाईले मेरो माया किन नबुझेको के? ढोका खुल्लै छ, भित्र आउनुहोस्। नमस्ते सर। नमस्ते नमस्ते, बस्नुहोस्। बसिहाल्छौँ नि, तपाईले भन्नुपर्छ र? जोक गरेको क्या सर, जोक गरेको। क्या रिसाइदिरा क्या बुढा त? चुप लागेर बस। सरी प्रिन्सिपल सर, यो अलि धेरै बोल्छ के? धेरै हैन, लास्टै धेरै बोल्दो रहेछ तपाईको छोरा। सम्झाउनुहोस् है, नत्र रस टिकट गरिदिन्छु नि फेरि। रस टिकट? हामी त एडमिसन गर्न पो आएको त प्रिन्सिपल सर। एडमिसनै नगरी रस टिकट गरिदिनु हुने? तपाईलाई थाहा छैन बाबा, यो कलेजमा एडमिसन भन्दा धेरै रस टिकट हुन्छ। त्यसैले त मैले यो कलेज रोजेको नि। के भनिस्? त यहाँ पढ्ने सोचले आएको कि रस टिकट हुने सोचले आएको? आउन त पढ्ने सोचले नै आएको नि, तर यो मान्छेको के भर? सानो सानो कुरामा रस टिकट गरिदियो भने? ओ हिरो, कसलाई यो मान्छे भनेको ह? म यो कलेजको प्रिन्सिपल हो, प्रिन्सिपल, तिम्रो साथी होइन। प्रिन्सिपल भयो नि, मान्छे त मान्छे नै हो नि। कि मान्छेको शरीरमा भैँसी हो तपाईँ? ओइ डाका, प्रिन्सिपल सरलाई भैँसी देखिस् तैले? रागा भन रागा। यो के भन्दै हुनुहुन्छ तपाईँ? दिमाग ठिक छ तपाईँको? खोइ सर, ठिकै त होला नि। मेरो र दिमागको कुरै हुँदैन, कसरी थाहा पाउनु? जस्तो छोरा त्यस्तै बाउ। उल्टो भयो हौ प्रिन्सिपल सर, जस्तो छोरा त्यस्तै बाउ हुँदैन के? जस्तो बाउ त्यस्तै छोरा पो हुन्छ त। एक्सक्युज मी म्याम, तपाईको नाम भन्नुहोस् त मलाई। मेरो नाम विनिता हो सर। किन र? विनिताजी, तपाईको बुढा र छोराले अघिदेखि मेरो दिमाग खाइसक्यो। तपाईँ चाहिँ के मूर्ति जस्तो हेरिरहनु भएको नि? केही भन्नु न। मेरो नाम विनिता लिम्बू हो, म ललितपुरमा बस्छु। मेरो एउटा बुढा र एउटा छोरा छ। ओ हेलो विनिताजी, हेलो हेलो। यो के भन्दै हुनुहुन्छ तपाईँ? अनि तपाईले नै केही भन्नुस् भन्नुभयो हैन? त्यसैले आफ्नो परिचय दिएको नि। यहाँ के इन्टरभ्यु हुँदैछ र परिचय दिनु भएको? यो दुईजनालाई चाहिँ केही भन्नुस् भनेको? ए बुझे सर, बुझे। ओइ दुईजना, यहाँ सुन। प्रिन्सिपल सरले मलाई केही भन्नु भएको छ, तर के भन्नु पर्ने त्यो मलाई पनि थाहा छैन। त्यसैले म जे बोल्छु सत्य बोल्छु, सत्य बाहेक केही बोल्दिन, कानुनको कसम। पुरै परिवारै पागल रहेछ यार, के गर्नु यिनीहरूलाई? प्रिन्सिपल सर, हामी पढे लेखेको नभए पनि तपाईँ भन्दा सिनियर हो, त्यसैले हाम्रो इज्जत गर्नुस्। किन यार भन्नुभएको तपाईँले? ल, मैले यार भन्दा तपाईँहरूलाई समस्या भएको, अनि पागल भन्दा चाहिँ के भएन? पागल त हाम्रो निकनेम हो नि प्रिन्सिपल सर। निकनेमले बोलाउँदा के को समस्या? प्रिन्सिपल सर, मेरो छोराको एडमिसन गरिदिनु न, हामीलाई ढिलो भइसक्यो के? रुको जरा, म एडमिसन गर्छु तर एउटा शर्तमा। कस्तो शर्त प्रिन्सिपल सर? शर्त के हो भने हाम्रो कलेजमा हरेक वर्ष प्यारेन्ट्स मिटिङ हुन्छ, अनि सबै प्यारेन्ट्सहरू त्यो दिन आउनै पर्छ। बुझे सर, बुझे। हामी आउँछौँ प्यारेन्ट्स मिटिङमा, तपाईँ ढुक्क हुनुहोस्। ह्याट तेरिका, पहिला मेरो कुरा त सुन्नुहोस्। हाम्रो कलेजमा हरेक वर्ष प्यारेन्ट्स मिटिङ हुन्छ र सबै प्यारेन्ट्स कम्पलसरी आउनु पर्छ। तर प्लिज तपाईँहरू चाहिँ नआउनु होला। किन सर, के दुश्मनी छ र हामी?